2081 साल फागुन 9 गते फाइनेन्सियल एक्सन टास्क फोर्स अर्थात् एफएटीएफले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार नेपाल एफएटीएफको ग्रे लिस्टमा समावेश भयो। यो कुरा करिब 16 महिना अघिको, जतिबेला नेपाल ट्रान्सपेरेन्सी इन्टरनेसनलको भ्रष्टाचार सूचकाङ्कमा 108औं स्थानमा थियो। यसको मतलब देशमा भ्रष्टाचार र संगठित अपराध गम्भीर रूपमा मौलाइरहेको अवस्था थियो। नक्कली भुटानी शरणार्थी काण्ड, बाल मन्दिर काण्ड, सुन तस्करी काण्ड, सहकारी ठगी काण्ड जस्ता एकपछि अर्को ठूला प्रकरण सार्वजनिक भइरहेका थिए। ठूला मान्छेहरू पक्राउ पर्ने, केही समय जेल जाने अनि फेरि सजिलै छुट्ने प्रवृत्ति पनि व्यापक थियो। त्यतिबेला नेपालमा संगठित अपराध र मनी लन्ड्रिङ तीव्र रूपमा फैलिएको भन्दै विभिन्न अन्तर्राष्ट्रिय निकायहरूले चिन्ता व्यक्त गरिरहेका थिए। त्यसैगरी 2022 अक्टोबर 21 मा सार्वजनिक भएको एफएटीएफको अर्को प्रतिवेदनले म्यानमार, इरान र नर्थ कोरिया जस्ता देशहरूलाई पनि फाइनेन्सियल एक्सन टास्क फोर्सको ब्ल्याक लिस्टमा राखिदियो। तर यो एफएटीएफ भनेको चाहिँ के हो त? र एफएटीएफको ग्रे लिस्ट वा ब्ल्याक लिस्टमा परेपछि कुनै देशलाई के असर पर्छ र किन विश्वभरका देशहरू एफएटीएफको निर्णयबाट यति धेरै डराउने गर्छन् भन्ने कुरा आजको भिडियोमा विस्तृत रूपमा जान्ने कोसिस गरौँ। सबैभन्दा पहिला बुझौँ एफएटीएफ भनेको के हो र यसले के काम गर्छ। एफएटीएफ अर्थात् फाइनेन्सियल एक्सन टास्क फोर्स एउटा अन्तर्राष्ट्रिय संस्था हो जसले विश्वभर हुने आर्थिक कारोबारमाथि निगरानी र अनुगमन गर्ने गर्छ। तर यहाँनिर प्रश्न उठ्न सक्छ कि हरेक देशले आफ्नो आर्थिक गतिविधि आफै निहालिहाल्छ, किन अर्कै संस्थाले हस्तक्षेप गर्नु पर्यो? एफएटीएफले विश्वभरका देशहरूलाई अनुगमन गर्नुको कारण चाहिँ के हो भन्दा विश्वमा पैसाको प्रयोग राम्रा कामका लागि मात्रै होइन, धेरै खतरनाक अपराधिक गतिविधिका लागि पनि हुने गर्दछ। जस्तै टेरोरिजमलाई प्रमोट गर्न, हिंसा भड्काउन, लागु औषध तस्करी गर्न, मानव बेचबिखन, हतियार तस्करी जस्ता अन्तर्राष्ट्रिय अपराधहरू सञ्चालन गर्न ठूलो मात्रामा पैसाको आवश्यकता पर्ने गर्छ र ती अपराधी समूहहरूले विभिन्न व्यक्ति, सङ्घ संस्था वा अवैध सञ्जाल मार्फत पैसा प्राप्त गरिरहेका हुन्छन्। अब जुन देशमा व्यापक रूपमा संगठित अपराध र मनी लन्ड्रिङ भइरहेको छ, त्यही देशले विश्व अस्थिर बनाउनका लागि अपराधी समूहहरूलाई पैसा फन्डिङ गरेको हो कि भन्ने अन्तर्राष्ट्रिय शंका बढ्न थाल्छ। त्यसैले कुन देशमा संगठित अपराध र मनी लन्ड्रिङ छ त्यो नै एफएटीएफको मुख्य चासोको विषय हुने गर्दछ। संगठित अपराध भन्नाले दुई वा दुई भन्दा बढी व्यक्तिहरूको समूह मिलेर योजनाबद्ध रूपमा गरिने अपराधलाई बुझिन्छ। त्यस्तै मनी लन्ड्रिङ भनेको चाहिँ त्यही संगठित अपराध गरेर कमाएको ब्ल्याक मनीलाई व्हाइट बनाउने प्रक्रिया हो। जस्तै उदाहरणका लागि मानौ ड्रग्स स्मग्लिङबाट कसैले 10 करोड कमायो, अब त्यो पैसा सिधै ब्याङ्कमा राख्दा त शंका हुन सक्छ। त्यसैले उसले नक्कली व्यवसाय खोल्न सक्छ, होटल रेस्टुरेन्टमा लगानी गर्न सक्छ वा विभिन्न कम्पनी मार्फत त्यो पैसालाई लिगल आम्दानी जस्तो देखाउँछ। यही भनेको नै मनी लन्ड्रिङ हो। तर एउटा बुझ्नुपर्ने कुरा चाहिँ के छ भने एफएटीएफले कुनै देशको आन्तरिक सुशासन वा व्यक्तिगत भ्रष्टाचारसँग कुनै पनि किसिमको सम्बन्ध राख्दैन। जस्तै उदाहरणका लागि कुनै एक व्यक्तिले भ्रष्टाचार गरेको छ भने यसले चासो राख्दैन, तर त्यही भ्रष्टाचार समूहमा मिलेर गरिन्छ भने त्यो चाहिँ एफएटीएफको चासोको विषय बन्न जान्छ। यो त बुझियो कि एफएटीएफ भनेको के हो र यसले के काम गर्छ। अब बुझौँ एफएटीएफको ग्रे लिस्ट अथवा ब्ल्याक लिस्टमा परेर हुन्छ चाहिँ के। एफएटीएफका दुईवटा चरणहरू हुन्छन्, एउटा ग्रे लिस्ट र अर्को चाहिँ ब्ल्याक लिस्ट। त्यस्तै एफएटीएफले कुनै पनि देशलाई त्यत्तिकै कुनै लिस्टमा राख्ने भने होइन। यसको लागि एफएटीएफको टेक्निकल टिमले कुनै पनि देशमा वर्षौसम्म निरीक्षण, अनुगमन र अध्ययन गरेपछि मात्रै उक्त देशलाई कुन लिस्टमा राख्ने भन्ने निदो हुन्छ। एफएटीएफको ग्रे लिस्ट भनेको कुनै पनि देशलाई दिइने एक प्रकारको कडा चेतावनी हो। एफएटीएफले भन्ने गर्छ कि तिम्रो देशमा संगठित अपराध र मनी लन्ड्रिङ भइरहेको छ, यसलाई नियम कानुन बनाएर हुन्छ कि अन्य उपायहरू अपनाएर हुन्छ, छिटो भन्दा छिटो रोक, होइन भने हामी तिम्रो देशलाई ब्ल्याक लिस्टमा राखिदिन्छौँ। एफएटीएफको ग्रे लिस्टमा परेका देशहरूमा वैदेशिक लगानी भित्रिन नखोज्ने र अन्तर्राष्ट्रिय ब्याङ्कहरूसँगको सम्बन्ध बिग्रने गर्छ, जसले गर्दा ती देशहरू अरू देशहरूको तुलनामा धेरै पछाडि धकेलिन्छन्। कुनै पनि देश एफएटीएफको ग्रे लिस्टबाट बाहिर निस्किन एफएटीएफले उक्त देशलाई एउटा निश्चित समयावधि दिएको हुन्छ र त्यो समयावधि भित्र उक्त देशले आफूलाई सुधारेर देखाउँछ भने त्यो देश ग्रे लिस्टबाट बाहिर निस्किन्छ। तर यदि सुधार हुन सकेन, संगठित अपराध र मनी लन्ड्रिङ झनै बढ्दै गयो भने एफएटीएफले त्यो देशलाई ब्ल्याक लिस्टमा राखिदिन्छ। र यदि कुनै देश एफएटीएफको ब्ल्याक लिस्टमा पर्यो भने त्यो देशको अर्थतन्त्र त डामाडोल नै हुन्छ र त्यो देशै रहँदैन, एउटा खण्डरमा परिणत हुन्छ। तर कसरी? आउनुस् बुझौँ। एफएटीएफको ब्ल्याक लिस्टमा परेका देशहरूको विश्वका अधिकांश देश र त्यहाँका ब्याङ्किङ च्यानलहरूले त्यस देशसँगको वित्तीय सम्बन्ध तोड्ने गर्छन्, जसले गर्दा उक्त देशका सबै वित्तीय कारोबारहरू ठप्प जस्तै बन्ने गर्दछ। उदाहरणका लागि मानौ
बुझौं नेपाल एफएटीएफ को ब्ल्याकलिस्टमा पर्यो। अब नेपाल त रेमिटेन्समा अत्याधिक निर्भर देश हो। लाखौं नेपालीहरू विदेशमा काम गरेर कमाएको पैसा नियमित रूपमा नेपाल पठाउने गर्छन् र यही पैसाले नेपालको अर्थतन्त्र चलायमान बनाएको छ। नेपालमा रेमिटेन्स भित्र नै सबैभन्दा सुरक्षित, भरपर्दो र वैधानिक माध्यम भनेकै नेपालका विभिन्न ब्याङ्किङ च्यानलहरू हुन्। तर नेपाल एफएटीएफ को ब्ल्याकलिस्टमा परेपछि त विदेशी ब्याङ्कहरूले नेपालका ब्याङ्कहरूसँगको सम्बन्ध तोड्ने गर्छन्। त्यसपछि विदेशमा रहेका नेपालीहरूले पैसा पठाउन पाउँदैनन् र यसको प्रत्यक्ष असर लाखौं परिवारको दैनिक जीवन साथसाथै नेपालको अर्थतन्त्रमा पनि पर्छ। त्यस्तै रेमिटेन्स पठाउन रोक लागेपछि पैसा पठाउन र पाउन विभिन्न हुन्डी जस्ता इलिगल माध्यमहरूको प्रयोग गर्नुपर्ने हुन्छ, जसले गर्दा देशमा इलिगल कारोबारका साथसाथै अपराधीहरू पनि फस्टाउन सक्छन् र देश झन गम्भीर संकटमा तानिन सक्छ। अब यो त रेमिटेन्सको मात्रै कुरा भयो। अर्कोतिर नेपाल विदेशी वस्तुहरूसँग पनि धेरै नै निर्भर छ। खाद्यान्न, कपडा, ग्यास, पेट्रोल जस्ता धेरै दैनिक उपभोग गर्ने वस्तुहरू नेपालमा विदेशबाटै आउने गर्छन् र ती वस्तुहरू विदेशबाट नेपाल आयात गर्नका लागि आयातकर्ताहरूलाई एलसी चाहिने गर्छ। यो एलसी भनेको चाहिँ लेटर अफ क्रेडिट हो, जसले विदेशबाट सामान पठाउने मान्छे र नेपालमा त्यो सामान रिसिभ गर्ने मान्छे बीच विश्वसनीयता जगाउने काम गर्दछ। तर नेपालको ब्याङ्कहरूको सम्बन्ध अरू राष्ट्रका ब्याङ्कहरूसँग टुटेका कारण वित्तीय विश्वसनीयता हुँदैन र कुनै पनि कम्पनीले नेपालमा सामान बेच्दैनन्, जसले गर्दा नेपाल भोकमरीको चपेटामा पर्न सक्छ। त्यस्तै यदि नेपाल एफएटीएफ को ब्ल्याकलिस्टमा पर्यो भने नेपाली पासपोर्टको भ्यालु घटेर कौडीको भाउमा पुग्न सक्छ। यस्तो भयो भने नेपाली नागरिकलाई कुनै देशको भिसा लाग्न पनि एकदमै गाह्रो हुने गर्दछ र यदि कुनै विद्यार्थी पढ्नको लागि विदेश जान्छु भन्छ भने पनि उसलाई पढ्नको लागि फी चाहिन्छ र नेपालबाट फी पठाउन ब्याङ्किङ च्यानल्सहरू पनि प्रयोग गर्नुपर्ने हुन्छ, जुन बन्द छ। यदि नेपाल एफएटीएफ को ब्ल्याकलिस्टमा पर्छ भने यस्तै यस्तै कुराहरू नेपालले गुमाउनु पर्ने हुन्छ। त्यसपछि नेपालको अर्थतन्त्र टाट पर्छ र सिद्धिन्छ। यदि यस्तो भयो भने नेपालसँग दुईवटा विकल्पहरू रहन्छन्। एक, कि त देशलाई ऋण लिएर चलाउनु पर्यो, कि त देश चलाउने जिम्मा अरू कुनै देशलाई दिनु पर्यो। र अब चाहिँ नेपालले ऋण पायो र ऋण लिएर देश चलाउँछौँ भन्यो भने के हुन्छ त्यो कुरा बुझौँ। कुनै पनि देशको अर्थतन्त्र टाट पल्टेपछि देश चलाउन गाह्रो हुन्छ र त्यसका लागि पैसा चाहिन्छ। त्यस्ता देशहरूलाई उकास्न अन्तर्राष्ट्रिय संस्था आइएमएफ अर्थात् इन्टरनेसनल मोनिटरी फन्डले ऋण दिने गर्छ। तर त्यो ऋण यस्ता यस्ता शर्तहरूमा दिइन्छ कि त्यहाँका जनताको जीवन जिउँदो लास जस्तै बनाइन्छ। जस्तै उदाहरणका लागि सन् 2022 तिर पाकिस्तान आर्थिक रूपले टाट पल्टियो र देश चलाउनका लागि आइएमएफबाट लोन लिनुपर्ने अवस्था आयो। त्यसपछि सबैभन्दा पहिला आइएमएफले पाकिस्तानलाई देशका नागरिकहरूलाई दिएको सबै सहुलियतहरू काट्नको लागि आग्रह गर्छ। हुन पनि हो, देश ऋणमा चलिराखेको छ, त्यसैमाथि झन् जनतालाई सहुलियत दिँदा त घाटा पर्छ। त्यति बेला पाकिस्तानमा एउटा रोटीको मूल्य 100 रुपियाँ पुगेको थियो, 1 किलो पिठो 3500 सम्म पुगेको थियो र घरको बिजुलीको बिल लाखौंसम्म आउने गर्थ्यो। जनतालाई बिजुलीको बिल तिर्ने कि खाना खाने भन्ने अवस्था आएको थियो। त्यस्तै यदि नेपालमा पनि यस्तै अवस्था आयो भने जनताले पाउने सबै सहुलियत काटिन्छ। जस्तै उदाहरणका लागि अहिले नेपाल सरकारले नेपाली नागरिकलाई वृद्ध भत्ता, अपाङ्गता भत्ता, दलित भत्ता, एकल महिला भत्ता जस्ता धेरै टपिकहरूमा पैसा बाँड्ने गर्छ र यदि नेपाल ऋणमा चलाउनु पर्यो भने सबैभन्दा पहिला यी सबै भत्ताहरू काटिन्छन्। अहिले त बिजुलीको भाउ सस्तो छ, तर देश ऋणले चलाउने भएपछि बिजुलीको भाउ बढ्ला, डिजेल पेट्रोलको भाउ आकाशिन्छ, जसले खाद्यान्नमा सिधै असर पार्छ र खाद्यान्नको पनि भाउ बढ्न जान्छ। यसरी सबै चिज महँगियो भने धनी र सम्पन्न मानिसहरूलाई त खासै केही फरक नपर्ला, तर गरिब जनताहरू यसबाट नराम्रोसँग प्रभावित हुन्छन्। यो त आइएमएफले लोन दियो भने के हुन्छ भन्ने कुरा भयो, तर यदि आइएमएफले लोन दिएन भने चाहिँ के हुन्छ भन्ने कुरा पनि बुझिहालौँ। मानौ देश आर्थिक रूपले टाट पल्टियो, देश चलाउन पैसा चाहिएको छ, तर कोही पनि त्यो देशलाई पैसा दिन तयार नै छैनन्। यस्तो भयो भने सबैभन्दा प्रभावित सरकारी कर्मचारीहरू हुन्छन्। त्यस्ता देशहरूले अरूसँग लोन लिएरै कर्मचारीहरूलाई तलब दिने हो, तर लोन नै नपाएपछि कर्मचारीले तलब पनि पाउँदैनन् र तलब नपाएपछि काम पनि गर्दैनन्। कुनै पनि सरकारी कर्मचारीले काम नै नगरेपछि देश चलाउने प्रमुख अङ्गहरू नै कमजोर पर्छन् र देशमा सरकार, न्याय, पुलिस, आर्मी कसैको डर पनि रहँदैन, जसले गर्दा देशमा झनै हिंसा, डाका, चोरी, ठगी जस्ता इलिगल कामहरू बढ्दै जान्छ र त्यो देश अन्तिममा फेल्ड स्टेट डिक्लेयर हुन्छ। यस्तो भयो भने त्यो देशसँग एउटा मात्रै विकल्प हुन्छ, जुन हो आफ्नो देश चलाउन अर्कै देशलाई जिम्मा दिने, र यस्तो भयो भने त्यो देशका नागरिकहरूले जिन्दगीभरि अर्कै राष्ट्रको गुलामी गर्नुपर्ने हुन्छ र सबै प्राकृतिक सम्पत्तिहरू जस्तै काठ र विभिन्न प्रकारका खनिज पनि उनीहरूले नै उत्खनन गर्छन् र आफ्नो हितमा प्रयोग
प्रयोग गर्छन् र यसरी एउटा देश नै सिद्धिन्छ। नवगठित बालेन्द्र शाहको नेतृत्वमा गठन भएको सरकारले मैले भिडियोमा भनेका सबै पोसिबिलिटिजहरूलाई गलत साबित गर्ने छ भन्ने आशा राखौँ। आजको लागि यति नै। यु आर वाचिङ गफ गुरु नेपाल। थ्याङ्क्स फर वाचिङ।